नमस्कार साथीहरू, फेरि पनि स्वागत गर्न चाहे यहाँहरूलाई क्रिकमेट युट्युब च्यानलमा। यहाँनिर कुरा के छ भने यदि तपाईँ एनपिएल को हैन कन्टिन्युअस भ्युअर हुनुहुन्छ, अझ भनौँ भने तपाईँ म जस्तै एनपिएल लगातार हेर्नुहुन्छ भने यो भिडियो हेरिराख्दा तपाईलाई सायद केही कुराहरूमाथि यस्तो लाग्छ कि यसले किन यस्तो भनेको होला। तर तपाईँ यो भिडियोलाई हेरिराख्दा तपाईलाई यसरी महसुस हुन्छ कि सायद यहाँ सत्यको कुरा चलिरहेको छ। यहाँ मैले के भन्न खोजेको भन्दा हाम्रो नेपालको स्तर उन्नति हैन गराउनको निम्ति हाम्रो क्रिकेटले एकदम महत्त्वपूर्ण भूमिका खेलिरहेको छ र त्यही क्रिकेटमा हाम्रो जब कुरा आउँछ एनपिएल को, त्यो एनपिएल भनेको उत्कृष्ट हुनुपर्छ, सर्वोत्कृष्ट हुनुपर्छ र हाम्रो एनपिएललाई सर्वोत्कृष्ट बनाउनको निम्ति दुई तीनवटा कुराहरू क्रिकेटमा एकदम महत्त्वपूर्ण हुन्छन्। तीमध्ये एक हो अम्पायरिङ। हुन त हरेक क्रिकेटको मुख्य कुरा म भन्छु अम्पायरिङलाई। साथीहरू, खेलाडीले कस्तो पर्फर्म गर्छन् भन्ने कुरा पनि अम्पायरमाथि केही हदसम्म निर्भर गर्छ। कुनै पनि खेलाडीले बलिङ गर्दा ब्याट्सम्यान आउट छ कि छैन भन्ने कुरा अम्पायरमा निर्भर हुन्छ। अर्को कुरा, जुन किसिमको स्तर छ हाम्रो नेपालको अम्पायरिङको, मलाई लाग्दैन यसरी हाम्रो स्तर उन्नति हुनेछ भनेर। यहाँ हामीले क्रिकेट एसोसिएसन अफ नेपालबाट के आशा गर्न सक्छौँ भने उनीहरूले सुधार गर्नुपर्छ अम्पायरिङमा हैन। अर्को कुरा के रह्यो भने खेलाडीको सुरक्षा। जुन किसिमको भिड आइरहेको छ एनपिएलमा, उक्त भिडलाई व्यवस्थापन गर्नु होला क्रिकेट एसोसिएसन अफ नेपाल। हाल भने व्यवस्थापनको कुरा धेरै ठुलो छैन, तर आई होप भविष्यमा गएर यो कुराहरू हैन जसरी क्राउड बढ्ने छ, सुरक्षामाथि हाम्रो क्रिकेट एसोसिएसन अफ नेपालले ध्यान दिनेछ भन्ने कुरा। त्यस्तै मलाई लाग्छ यो जुन किसिमको ब्यालेन्स बनाइएको छ खेलहरू, त्यो अलिक उपयुक्त भएन। किनकि तपाईहरूले हेर्नुहुन्छ भने जनकपुर बोल्ट्सको पहिलो खेल उद्घाटनकै दिन थियो, त्यसपछि 4 दिनपछि मात्र हैन उनीहरूको खेल आयो। अब तपाईहरू भन्नुहोस् 4 दिनसम्म कुनै पनि टिमको समर्थकले हैन वेट गर्नु राम्रो कुरा होइन है। बढीमा भन्न चाहन्छु 2 दिनपछि एक टिमको खेल हैन आउनै पर्छ। 2 दिनभन्दा बढीको ग्याप नराखौँ टिमहरूको खेलको बीचमा। यसरी नै आजको यस भिडियोमा मैले केही समस्याहरू तपाईहरू माझ राखेँ। तपाईहरूले यस विषयमा हैन के सोच्नुहुन्छ, कसरी यो कुराहरू म्यानेज हुन्छ भन्ने विषयमा लेख्नु होला। र सरी फर डिले अफ भिडियो, एज हैन पढाइमा निकै मेहनत गरिरहेको छु म अहिले र युट्युबमा केही लेट भिडियोहरू आउन सक्नेछन्। धन्यवाद।